साथीहरु आजको मेरो भ्लग रेडी के भन्छ स्टार्ट भइसकेको छ। हेर्दिनु ल सरररररर कता लाग्छु त्यतैसम्म कम्प्लिटली हेर्दिनु है। हामी चाहिँ जाँदैछौँ आज डोलेश्वर। अब नबोल्नु त होला नि हैन, आउँदैन के बोल्ने। साथीहरु मेरो भिडियोलाई कम्प्लिट हेरिदिनु होला। मैले भर्खर स्टार्ट गर्दैछु भ्लग, तपाईहरुले सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। अनि त्यो बेल आइकन अललाई पनि दबाइदिनुस् है त भन्दै हामी चाहिँ सरररर जाँदैछौँ। पहाड पनि देखाउला हजुर, पहाड पनि देखाउला। पहाड ल ल बस गरेर बिच बिचमा हामीलाई नि देखाऊ है। अस्ति चाहिँ हामी माथि गएको भनौँ भनेको तिमी सिकिराख ल। यहाँ माथि चाहिँ पाउला डगा जान्छ नि, यता चाहिँ डोलेश्वर जान्छ ल। यता चाहिँ डोलेश्वरतर्फ जाँदैछ। अनि अस्तिको पानी चाहिँ अगाडि जान्छ। हामीले टक्कल खाएकै थिएँ होइन भने कताको ढुङ्गाले हानी यहीँ हो नि त्यही जस्तो लाग्छ। मान्छेहरू हिँडेर गइरहेको छन्, हामी स्कुटरमा सारा दिदीहरू बिस्तारै आउनु। दिदीहरूले करा जस्तो लाग्यो मलाई त। ल हामीले काफल खाएको है यहाँ गाइजहरू। यहाँ त साँच्ची म त पर आउनुपर्छ ल। बोटमा कति धेरै फलेको ढुङ्गाले हानेर झारेको मान्छे आएको। अनि हामीले ऐसेलु पनि टिपेर खाएको। फेरि पाक्छ पाक्ने सिजन आउन लाग्छ, फेरि आउनु खान्छ। अहिले त टक्की भयो भने हिउँको चाहिँ हो है। भेटाइदियो राम्रो केटाहरूसँग उयो नलेकै राम्रो तर त्यो पनि हो। अस्ति त यहाँ कस्तो नराम्रो थियो है। यहाँ अहिले बनाएको छ नि जङ्गल। ल तिमी पनि जित हामीलाई। सबैले जिते, हामीलाई त सबैले जिते। हामी त्यो पहाडमा जाँदैछौँ। मैले हेरेको हाम्रो कस्तो ठुलै हामी त्यो पहाडमा लगौँ बोल्नु। कहाँबाट जाने हो त्यहाँ? त्यो त उता त्यो पहाडबाट उतापट्टिबाट जान्छ। हाम्रो एक छेक छ त कसैले सक्दैन नि। फेरि आइसक्यो, हामी भर्खर हिँडेको। आयो निषेध भने रहेछ। सानो कुन्दो कुद्यो। ल हामी डोलेश्वरतर्फ लाग्दैछौँ बिस्तारै भन्दा नि। कतिको स्पिड रहेछ? 22-23 रहेछ। स्पिड त होइन, त्यसलाई नर्मल भन्छ क्या अरे। किन यहाँ 1300 पारेर राखियो भन्ने कुरो नि छ। पार्किङ डिजाइन यस्तो रहेछ अहिले। ल के बुझ्नुपर्ने हो? बनाउनु त्यसरी राखेको छ त। के बुझ्नुपर्ने हामीले? कहाँ राख्ने हो? हामी नेपालको फेमस मन्दिर डोलेश्वर महादेव। निकै धेरै भक्तजनहरू आउनु भएको छ। बिहान त झनै धेरै प्याक हुन्छ यहाँ अहिले भन्दा नि। इन्डियाबाट कताबाट आइरहनुहुन्छ। हामी चाहिँ नजिकको तीर्थ हेला भने जस्तै अब कहिले काहीँ मात्रै आउँछौँ। आज त मङ्गलबार हो है। ल हामी चाहिँ जस्ट भित्र जाँदैछौँ है त। देख्न चाहिँ राम्ररी देखाएको छैन, यो दिउँसो यस्तै हुन्छ क्या। फेरि क्यामेरा खतरा पर्यो नि त मेरो भनेको साथीहरू। ल हिँड्नुहोस् त, यस्तो छ। यसलाई चाहिँ के भन्छ? केदारनाथको शिर हो नि त बुनु। केदारनाथको शिर मानिन्छ है।
सर्लक्कै भिडियो खिचेर देखाउँछु ल ला ओइ हेलमेट त लिएरै आएछु रिस उठ्ने पागल थिस के भन्छ यो हेलमेट खोल्छु ल हेर्नुहोस् है हेलमेट खोलिदिएँ मैले भगवानलाई विस पनि के माग्नु होला है म त भात यति खाएर आएको छु ल ओइ कस्तो अँध्यारो आएको ल अँध्यारो आयो क्या यस्तो गरेको आमामामा ल हेर्नुहोस् यता हेर बुनु मेरो साथी ल साथी लिएर आएको मैले बुनुलाई ल अब वरिपरि घुमेर कस्तो कस्तो छ देखाउँछु ल यो नि के होला अब हामी त्यति उयो इन्ट्रेस्टेड नभएर थाहा नभएको हो है राम्रो छ यो पनि अनि यहाँ हनुमानजी हुनुहुन्छ ढोकदिया हनुमानजी सो सरी मैले चाहिँ फुल खाएर आएको छु त्यसको लागि सो सरी यो चाहिँ गणेश मन्दिर हो गणेश मन्दिरको केही भागहरू पनि छ यहाँ अनि यो चाहिँ मेन गेट हो यो चाहिँ सोमबार खै कुन दिन चाहिँ फुल खोलिन्छ सबै ढोकाहरू खोलिन्छ साउनको महिनामा चाहिँ सबै खोलिन्छ अहिले चाहिँ अब 1-2टा ढोकाहरू मात्रै खोलिएको छ अनि यो महादेव हो ला चप्पल खोल्नु पर्ने रहेछ यार सुसरी यहाँबाट यस्तो खिच्छु अनि लगाइहाल्छु बुनु हेर न त्यहाँ मलाई चप्पल गाह्रो छ मलाई गाह्रो छ ल महादेवजी आशीर्वाद दिनुहोस् ल यो चाहिँ डोलेश्वर मन्दिर है त अब हामी तलबाट सट्टै घुमेर त्यो शिवलिङ्गहरू पनि देखाउने कि के गर्ने होला है यो चाहिँ हनुमानजी हो है हनुमानजी यो भुइँ चाहिँ चिप्लो छ अरे सावधान भएर हिँड्नुहोस् है चिप्लो चप्पलहरू लायो भने एकदमै जोगिनु होला अनि यो चाहिँ उयो डमरू है डमरू वाउ 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 अब हामी शिवलिङ्ग देखाउन जाँदैछौँ है ट्यौँ 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 अनि है मैले तिमीलाई त भनेको डोलेश्वरतिरै जाने हो भनेर नलाई आएछौ ए ल यहाँ कतिवटा शिवलिङ्गहरू छ अरे त्यो त थाहा छैन ल घन्टी नबजाएको भात खाएर आइछौँ हामीले त के गर्ने सोसाइटी ल यो चाहिँ शिवलिङ्ग है वाउ ल यो चाहिँ शिवलिङ्ग के छ बुढो भयो होइन रेकर्ड भएको छ कि छैन नि थाहा छैन हौ घाममा ब्राइटनेस फुल बनाउँदा नि के हो त ल हेर्नुहोस् है सरा अब अलिक मास्तिरको देखाउँछु ल हो यो दानपत्र हो है दान गर्न सकिन्छ हामी चाहिँ अब जस दान नलिआएको छौँ अर्कोचोटि आउँदा दान लिएर आउनेवालामा छौँ ल सरा यस्तो दामी छ यत्रो खतरा हाम्रो बुनु चाहिँ पुरा हिँड्दैछ टुई पारेर यस्तो छ ए आज 4तिरको ढोका 4 सुरको खोल्या रहेछ 4 सुरको ढोका खोल्या रहेछ क्या आज हामी जस पुरै दर्शन गर्न आएको होइन त्यही भएर हामीले कम्प्लिटली मजाले नियम पुऱ्याएर घुमाएको छैन जस भिडियोहरू लिनको लागि मात्रै हिँडिरहेछ है जलधारा छ यहाँ जल ल यो एक्चुअली के हो यो मैले नबुझेको कुरा यो सेतो के आएको यो त्रिशूल बाबा यहाँ चाहिँ लक्ष्मी नारायण विष्णु मन्दिर भगवानहरू हुँदा भगवानहरू नि मिता भेट्न थाले मैले त भाइ हेत्तेरी जस्तो मेरो मिता भगवान म धुर्तिया है भगवान धुर्तिया आयो ओए गाह्रो छ मलाई कस्तो घाम लागेको ए बुन्नु त फोटो खिच्नु हेर्नुहोस् त पानी कति राम्रो छ नाक पनि छ यहाँ नाक
घामले केही देखाएको छैन हौ। नाग देवता, नाग देवताको बेबी पनि रहेछ कि क्या के हो त्यो सानो? जय मलाई जय भनिदिएको साथीहरू पर ग्रुपमा जय गर्दैछन्। अनि ल उहाँ चाहिँ दाईहरूले फोटो खिच्दै हुनुहुन्छ। कति हेन्डसम दाई होला है बिचरा, कताबाट आउनुभएको। एउटा दाई फेरि कति स्लिम भाइ, गाह्रो छ पुनः भागी आयो। गाह्रो छ है साथीहरू। उहाँहरूले त जय गरेर हाल्नु के अरे उयो गर्दै हुनुहुन्छ नि, के भन्छ हौ त्यसलाई? जिन्दाबाद जिन्दाबाद भने जस्तो त्यसलाई के भन्छ? आया ल अघि यतिको ब्राइटनेस गर्नुपर्ने रहेछ नि त, मिस्टेक हो गयो। उहाँहरू सबै इन्डियाबाट आउनुभएको लाग्छ मलाई। जस्ट इन्डियादेखि कति धेरै आउनुहुन्छ यहाँ दर्शनको लागि। उहाँले टिका लगाइदिएर आशीर्वाद दिनुहुन्छ। उहाँले ल यहाँ दिदीहरूले फोटो खिच्दै हुनुहुन्छ। लु खिचो खिचो, हम त नहीं खिचेंगे। कति राम्रो राम्रो है र गाडी। ओइ बुनु यही गाडीमा जानु पर्ला हौ हामी त। कति राम्रो राम्रो गाडी। यो चाहिँ के हो? पुटुङ 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 रहेछ। उयो डाली झन् कति राम्रो भाइ। छुँदै त पैसा लाग्दैन होला हौ, मैले छुइहालेँ। आयो फेरि लिएर आएको छैन यार, दान चढाउने शुद्ध लिएर आएको छैन आज त, गाह्रो छ। आयो यो चाहिँ अर्को गेट, अनि लास्ट गेट चाहिँ उता ढोका सँगसँगै छ। ए ढोका रे सरी, गेट उता रोडमा छ, रोडको नजिकै। के भएको चस्माको दाम बसिहाल्ने। ल हामी चाहिँ यो गेटबाट निस्क्यो, डोलेश्वरको गेटबाट निस्क्यो। हो व्यापार व्यवसाय। हाम्रो स्कुटर चाहिँ यहाँ छ। अब हामी यहाँबाट निस्किन्छौँ, अलिकति मास्तिरसम्म जान्छौँ। कुन गइन्छौँ? म नि तिमीहरूसँग हिँडेर जान्छु यार। कहाँ हो घर? तलदेखि तल घर, यता चाहिँ स्कुल। ए है ओइ बुनु, तल अरे माथि जाँदैछ। हाम्रो फोटो आयो भन्दैछन् बिचराहरू। कस्तो दामी हेर्नु त, मलाई त कति धेरै मन पर्यो। सरर नजारा कसम। उफ तल डोलेश्वर। वाउ आनन्द भयो मलाई त। वाउ आनन्द भयो। उता पर पहाड कस्तो दामी। वाउ कति धेरै भिड छ। ल पुतली पनि उड्यो सरर। ऊ त्यो तिरिक तिरिक चाहिँ रोड निकालेर लग्दै रहेछ ऊ पहाडीको गाउँ लग्नलाई। अनि यहाँ तल डोलेश्वर चट्टैसँगले। अनि यता 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 यता। ल थ्याङ्क यू सो मच। म चाहिँ भिरमा छु, भिरमा। आमामामामा यो कति धेरै भिड छ। आथा था त घामले नि पोलो गाइस पोलो। ल कति राम्रो सिन देखाइहाले। अब हामी जान्छौँ। खिच त के चाहिँ खिच्ने हो र धुलो।
मोबाइलभरि धुलै धुलो भयो हौ। रुगै लाग्छ हौ यस्तो धुलोले त। भ्यू खिच्ने चक्करमा हामी बिरामी हुन्छ। मलाई खिच्यौ? नमस्ते साथीहरू, आज पनि छोटो भ्लग लिएर आएको छु। यो चाहिँ डोलेश्वर मन्दिर हो। के पो यसको नाम? के हो? केदारनाथको शिर या के भन्छ? अघि के थियो क्या नाम? हो र? सरी, अहिले भरै भन्छु यसको नाम, नत्र त्यहाँ कमेन्टमा लेखिदिन्छु। कमेन्टमा होइन, त्यहाँ अगाडि लेखिदिन्छु। यहाँ चाहिँ एकदम फेमस मन्दिर हो। यो चाहिँ केदारनाथ इन्डियाको शिर हो। इन्डियाको चाहिँ के हो थाहा छैन, यो चाहिँ इन्डियाको शिर हो। इन्डियाको केदारनाथको शिर क्या? ल बुन्नु बोल्दैन। अनि तपाईँहरू घुम्न आउन सक्नुहुन्छ है। हामी चाहिँ अलिक मासतिर गएर यो छोटो मिठो भिडियो बनाउँदैछौँ। विशेष गरेर मेरो बहिनीलाई धन्यवाद, बिचरा खिचिदिइरहेछ। ल हेरिदिनु भयो, धन्यवाद है। कम्प्लिटली हेरिदिनु होला। थोरै सर्ट लिम। हाई गर बुन्नु, उता बस न, डाँडामा बस न, डाँडामा। धुलो आइसक्यो बिचरा। ल उहाँहरूले नि हामीलाई अब फ्रीको क्रिम पाउडर लगाइदिनुहुन्छ। केही छैन, धन्यवाद तपाईँहरूलाई नि। ओ यहाँ डढेलो लगाएको रहेछ। राम्रो राम्रो बोट बिरुवा आओस् भनेर लाउनु भएको होला। अमै कति विरक्त लाग्छ होला नि गाँठे। मलाई त विरक्तै लाग्यो भाइ। ल उहाँहरूले भिडियो गर्दै हुनुहुन्छ भ्याटा टाटा पारेर। गुराँस पाउँदो रहेछ हौ मासतिर। गुराँसको भ्लग त हामीले अस्ति लगाइसक्यो नि है बुनु। ल हामी पनि अब यसरी सरर धुलो उडाउँदै जाने। हामी त उनीहरूले त हामीलाई खुवायो, हामी त कसलाई खुवाउने? आयो अफ अफ अफ। कोही त छैन, जे गरे नि हुन्छ। डोलेश्वर गएको हामी, डोलेश्वर गएर आएको। हाई गर। हेलो साथीहरू, म चाहिँ अब भ्लगलाई इन्डिङ गर्न गइरहेको छु। के कस्तो देख्यो भन्नु होला। स्कुटी आयो है, छिटो छिटो भन्छु। लाइक सब्सक्राइब पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। हामी चाहिँ केदारनाथ लिएर आइसक्यो। लाज पनि लाग्छ हौ मान्छेले देख्दा, गाह्रो छ हौ मलाई। हेरिदिनु होला है। थ्याङ्क यू सो मच जतिले कम्प्लिटली हेरिदिनु भयो मेरो भ्लगलाई। अर्को भ्लगमा अझ राम्रो गर्ने प्रयास गर्छु। अहिलेलाई चाहिँ यति नै। माया, बाई बाई।